गाजर गाजरलाई हल्का पकाउनु होला किन किनकि यसले बेटा क्यारोटिन अब्जर्प्सनलाई राम्रो गर्छ। पालक पालकलाई लाइटली स्टिम गर्नु होला किनकि यसले मिनरल्सलाई अब्जर्प्सन गर्नुको साथमा अक्साइलिक एसिडलाई पनि कम गर्छ। ब्रोकाउली लाइटली स्टिम गर्नु होला, ओभरकुक नगर्नु होला किनकि यसले सल्फेराफेनलाई संरक्षण गर्छ। टमाटर मजाले पकाउनु होला किन बेटर लाइकोपिन अब्जर्प्सन। लसुनलाई पकाउनु भन्दा 10-15 मिनेट अगाडि काटेर राख्नु होला किनकि एलिसिनलाई एक्टिभेट गर्न मद्दत गर्दछ। प्याजलाई हल्का पकाउनु होला किनकि यसले एन्टिअक्सिडेन्टलाई एक्टिभेट गर्न मद्दत गर्दछ। बेल पेपर यसलाई हल्का काचो रूपमा मात्र भुट्नु होला किनकि यसले भिटामिन सी लाई राम्रोसँगले अब्जर्प्सन गर्छ। क्याबेजलाई हल्का पकाउनु होला, ओभरकुक नगर्नु होला किनकि फुल पकाउनु भयो भने न्युट्रिसनलाई नष्ट गर्दछ। यस्तै अरू पनि हेल्थ कन्टेन्टको लागि यो आइडीलाई लाइक, शेयर, फलो र कमेन्ट गर्न नभुल्नु है त।